नमस्ते, म चेप निरज। म आज हजुरहरूलाई चिकन रवियोली बनाएर देखाउँछु। त्यसको फुल्ली रेसिपी हेर्नु होला, साथ दिनु होला। म तपाईँलाई पुरा बनाएर देखाउँछु ल, म कसरी बनाउँछु मेरो रेसिपी। ओके, चिकन एड गरेँ योमा होइन, 1 केजी। यो चाहिँ मैले टच गरेर राखेको थिएँ होइन, 1 केजी चिकन। अनि योमा चाहिँ मैले अनियन गार्लिक चोप 50 ग्राम होइन, यो चाहिँ अनियन गार्लिक चोप। अनि योमा चाहिँ यो चाहिँ हाम्रो रिकोटा चिज होइन, 200 ग्राम। योलाई हामीले एड गर्छौँ होइन, रिकोटा चिजलाई। तो 3 ग्राम थाइम चोप, 200 ग्राम प्रमोसन चिज, 200 ग्राम चाहिँ प्रमोसन चिज होइन। अनि यसलाई अलिकति मिक्स गर्ने मजाले। यसलाई मिक्स गरिसकेपछि यो चाहिँ मेरो हातमा यो रहेछ यार, यसले त साउन्ड गरिरहेछ। ओके, योमा चाहिँ 150 ml यो हाम्रो क्रिम, फ्रेस क्रिम। ओके, 150 ग्राम फ्रेस क्रिम। अब यसलाई मजाले, यो चाहिँ चिसी चिकन रवियोली है। तपाईँलाई म यसको सेप बनाएर पनि देखाउँछु कस्तो हुन्छ, तपाईँले लास्ट टाइममा हेरिदिनु होला। ग्राम ब्ल्याक पेपर म अब एड गर्छु सल्ट होइन, 5 ग्राम जति, किनकि हामीले योमा सल्ट चाहिँ कम्ती युज गर्नुपर्छ। चिजहरू हाम्रो सबै सल्टी हुन्छ होइन, सो त्यसैले यसलाई हामी मजाले मिक्स गर्ने, सल्ट लेस राख्ने। ल गाइस, म चाहिँ रोबेलीको सिट काट्छु होइन, कस्तो काटिन्छ तपाईँ चाहिँ हेर्नु होला। यसलाई चाहिँ मस्त होइन, पहिला यो चाहिँ मेरो कटर होइन, यसले चाहिँ